फुलामो मन्त्री लिसे यलो महानगरपालिका फुलामो मेयर बुद्धिराज बज्राचार्य लुबन्ती श्रद्धाञ्जली ज्याजो जुगुदु यला महानगरपालिका शुक्रबार यागो श्रद्धाञ्जली ज्याजो छ यला महानगरपालिका प्रमुख चिरिबाबु महर्जन लगायत वेकया योगदान यत लुबङ्का थथगु नुगख त्यादिगु ख श्रद्धेय बुद्धिराज बज्राचार्यको चाहिँ उहाँको एउटा बायोग्राफी आफ्नै किसिमको एउटा जीवनी एउटा प्रकाशित गर्ने भन्ने उहाँको भनाइ थियो। त्यसमा चाहिँ मैले हुन्छ हामी गर्छौँ त्यसको पाण्डुलिपि पाऊँ भनेर मैले भनेको थिएँ, तर उहाँले चाहिँ हुन्छ म पाण्डुलिपि हाम्रो इन्द्रजीलाई लिएर पठाउँछु भनेर भन्नुभयो, तर अहिलेसम्म चाहिँ हामीले पाएका छैनौँ र त्यो पाण्डुलिपि हामीले प्राप्त गर्न साथ हामीले अब त्यो बेला उहाँको त्यो जीवनी प्रकाशनको निमित्त भनेको बेलामा चाहिँ उहाँ स्वयं जीवित हुनुहुन्थ्यो, तर अब उहाँ स्वर्गारोहण भइसकेपछि त्यसमा चाहिँ पक्कै पनि त्यसको कन्टेन्टमा चाहिँ केही कुराहरू फरक परिवर्तन गर्नुपर्ने गुन्जाइस रहन्छ। तसर्थ इन्द्रमुनिजीहरूले त्यो कुरालाई पनि हृदयङ्गम गरेर त्यो कुरालाई पनि समावेश गरेर त्यसलाई चाहिँ हामीलाई पाण्डुलिपि प्राप्त भयो भने हामी त्यो चाहिँ महानगरपालिकाबाट त्यो हामी प्रकाशन गर्छौँ र त्यो प्रकाशन गरिसकेपछि त्यसको चाहिँ अनभेलिङ अर्थात् त्यसको चाहिँ मतलब हामीले प्रकाशनको उद्घाटन गर्ने बेलामा हामीले योभन्दा पनि अलिक ठुलो स्केलको कार्यक्रम हामी गर्छौँ भन्ने कुरा पनि मैले यहाँसम्म व्यक्त गरेँ। ज्याजोले वेकयत लुमङ्का छगु मिनेटिया मौन धारण जुगु ख वेक नेपाल सभ चिन्छ स पिन्याद दिल्लागन नवमी 2082 साउन 3 गते मधुगु ख अथे वेक यहे लुमन्ती बौद्ध विहार संघ यलन श्रद्धाञ्जली ज्याजो आइतबा यागु ख विभिन्न खटुको मटे नाचा संगीत फे चाहिँ उसपल्ट निको मे चाहिँ खन बालगे उसपल्ट हेरेन मलाई वो मेरो चाहिँ नाच गम्पेखर है बौद्ध युवा कमिटी अथे ललितपुर उद्योग वाणिज्य संघ गोसाले वेकया लुमन्ती श्रद्धाञ्जली सभाय ज्याजो जुगु ख रमेश म ललितपुर उद्योग वाणिज्य संघका महासचिव, ललितपुर उद्योग वाणिज्य संघको पूर्व अध्यक्ष एवं पूर्व मन्त्री, ललितपुरका पूर्व मेयर साथै दाजु ललितपुर उद्योग वाणिज्य संघका पूर्व कार्य समिति सदस्य श्री विराज बज्राचार्यका बुवा अग्रज एवं वरिष्ठ समाजसेवी श्री बुद्धिराज बज्राचार्यको असामयिक निधन भएकोले धेरै दुखित तुलाएको छ। उहाँले उद्योग व्यवसाय क्षेत्र, ललितपुर समृद्धि, सांस्कृतिक पहिचान र नगर विकासको निम्ति जुन अर्थक योगदान पुर्याउनुभयो त्यो सधैँ हामी सबैको लागि प्रेरणादायी बन्नेछ। उहाँको आत्मीयताले, नेतृत्व र समर्पणले कहिल्यै भुल्न सकिने छैन। यस दुःखद घडीको क्षणमा शोक सन्तप्त परिवारप्रति हार्दिक श्रद्धाञ्जली अर्पण व्यक्त गर्दछु।
श्रद्धाञ्जली अर्पण पश्चात हाम्रो कार्यक्रम समाप्त हुने भएकोले सहभागी सबैलाई उपस्थितको लागि धन्यवाद दिँदै सङ्घले व्यवस्था गरिएको चियापानमा Kecil juga.